हेलो गाइज अनि आज नमस्कार। अनि आज चाहिँ मैले मेरो एउटा सुँगुर हो अनि त्यो सुँगुरलाई चाहिँ मैले रातमाटो घस्दिएको छु लुतो निस्केर। मलाई चाहिँ आशा छ छिट्टै नै लुतो निको हुनेछ भनेर। अनि यसलाई चाहिँ मैले चारो दिएको छु, चारो खाँदैछ। अनि मलाई चाहिँ धेरै अल्छी लाग्यो, त्यही भएर मैले चाहिँ भिडियो गरेको। यहाँनिर एउटा चल्ली छ, यो चल्ली पनि हाम्रै हो। यो चाहिँ लिएको एक महिना हुन आँट्यो गाइज। यसलाई चाहिँ मैले पञ्चामी बजारदेखि लिएको, 3500मा लिएको। अनि चारो चाहिँ मजाले खान्छ। अनि अस्ति जुगा पनि पऱ्यो कि भनेर दबाई दिएको, जुगाको दबाई। अनि यहाँ पनि हाम्रो एउटा भाले छ है गाइज, यो पनि हाम्रो भाले हो, हेरिराखेको छ। यसले पनि मजाले चारो खाँदैछ है गाइज। मटाउन चाहिँ खासै मटाएन, त्यही पनि अलिअलि चाहिँ बढ्यो गाइज। आज चाहिँ अनि असिना आएर गाडाङगुडुङ गरेर लाइन पनि आएको छैन। अनि भुइँ पनि चिसै छ है, हिलै छ। हेर्नु होला गाइज, उतो पनि हाम्रै कुखुरा हो, उतो घाँटी खुइले, त्यो चाहिँ घाँटी खुइले है गाइज। त्यसको चाहिँ एकदम मासु धेरै हुन्छ अनि मिठो हुन्छ खानुमा पनि। अनि यो चाहिँ अझै पनि चारो खाइ नै राखेको छ है गाइज। अनि हेर्दै जानु होला, तपाईहरुलाई म यो बस्ने खोर पनि देखाउने छु। हिजो चाहिँ यसलाई धेरै उपियाँहरू परेको थियो गाइज। अनि मैले एउटा चाहिँ मारे, धेरै थियो, धेरै परेको थियो उपियाँ। अनि हेर्नु होला गाइज, यो चाहिँ अघाए जस्तो छ। ला पानी पनि आउनु थाल्यो क्या गाइज, पानी आउनु आँटे जस्तो छ। पानी आउनु थाल्यो गाइज। हिजो पनि पानी आएको है गाइज, असिना र पानी आयो। आज पनि पानी आयो। यसले चाहिँ चारो खाएको छैन। हेर्नु होला गाइज, म चाहिँ एकदमै डर लागिरहेको छ। यो चाहिँ कामी पनि राखेको छ है गाइज, जाडले कामी राखेको छ, अघाएछ है गाइज, अघाएछ। अनि यो चाहिँ चारो हो। अनि यहाँ चाहिँ चारो पाक्दैछ है गाइज, हेर्नु होला गाइज। यहाँ चाहिँ चारो पाक्दैछ। यो चाहिँ करेला अनि सोथर अनि मकैको पिठो हो गाइज। हाम्रोतिर चाहिँ दाउराको प्रयोग गर्छौँ है गाइज, पहाड हो। हेर्नु दाउराको प्रयोग गरिन्छ। अब यो चारोले चाहिँ भोलि दिउँसोसम्म पुग्छ। अनि फेरि भोलि बेलुका यसै गरी फेरि एक फोसी उसिन्छु, एक भाँडा। एक भाँडा उसिन्छु है गाइज। हेर्नुलाई गाइज, चारो पाक्दैछ है गाइज। आगो पनि हर्र बजिरहेको छ। अनि म चाहिँ आगो पनि ताप्दैछु। चारो पाकिरहेको छ गाइज।
यसलाई चाहिँ म कनाइदिने कोसिस गर्छु गाइस। आनन्द मानेको छ है गाइस। काठमाडौँतिर चाहिँ पानी आउँदाखेरि होइन यता पनि गरम नबुन पानी आएर खराब परेछ भनेर भात पकाउँदैछु बेलै पराएको यसलाई चाहिँ कनाइदिँदैछु गाइस। कनाइदिँदैछु गाइस। भाउप्या पनि परेको छ कि गाइस, हेर्दैछु है म। यसलाई चाहिँ म मजाले कनाइदिँदैछु है गाइस। मेरो सम्पत्तिको नाममा चाहिँ गाइस यही मात्रै छ है। म चाहिँ कनाइदिँदैछु है गाइस। मुझे भी आपका म चाहिँ यसलाई कनाइदिँदैछु है गाइस। मलाई चाहिँ यसलाई कनाइदिने एकदमै मजा आउँछ। यो पनि आनन्द मान्छ कनाइदिँदाखेरि चाहिँ। अनि त्यही भएर म चाहिँ धेरै यसलाई कनाइदिन्छु। भन्दैछ यो चाहिँ। यसलाई यो पनि बुझ्छ क्या गाइस, मान्छेको भाषा अलिअलि त आहा भन्दा आउँछ। अनि के कुरा भने के कुरा भन्यो भने भन्छ। यसलाई चाहिँ मैले कनाइदिएँ भने एकदमै मजा आउँछ है गाइस। त्यही भएर म कनाइदिन्छु है गाइस। मैं इसका मालिक नहीं हूँ, ये मेरा नौकर है। यसलाई चाहिँ म कनाइदिँदैछु है गाइस। यसलाई चाहिँ कनाइदिनु भनेपछि मलाई एकदमै मजा आउँछ है गाइस। गर्दैछ, मजाले सुन्छ। अनि गाइज मेरो भिडियो चाहिँ हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद छ हजुरहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा यति टाइमसम्म। बाई गाइज।